मैले मान्य सदस्यलाई फेरि भनेको छु, मैले मान्य सदस्यलाई आज 3 चोटि रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूलाई मैले प्रश्न सोध्न पाउनुहुन्छ। मैले यहाँहरूलाई समय दिन्छु, यहाँले आफ्नो कुरा राख्न पाउनुहुन्छ। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई मैले मान्य सदस्यहरूलाई सभ्य भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा समय दिन्छु भने भनिरहेको छु।